हेलो गाइज, गुड आफ्टरनुन। आज चाहिँ हामी यस्तो घाममा छाता ओढेर कता हिँडेको। आज चाहिँ हामी पार्लर जाँदै हो नानी छाताको लागि। घाममा यस्तो घाम चर्क्यो यहाँ एलेक्स छाता ओढेर बिहान छाता ओढ। अनि हामी चाहिँ घरबाट निस्किसक्यौँ। स्कुलबाट आउने बित्तिकै होइन, स्कुलबाट आउने बित्तिकै खाजा नखाइकन स्कुलबाट आउने बित्तिकै हामी चाहिँ नानीको यो कपाल अलिक फिजी हो क्या, फुरुर परेको। अनि स्कुल जाँदाखेरि अलिक कस्तो हुने कपाल, अनि हल्का बना भनेर हामी चिप्लो बनाउने रे नानीले कपाल, उसले नै बनाउने भनेर हो मैले बनाएको देखेर। अनि खाजा चाहिँ हामीले नखाएको, खाजा चाहिँ हामी त्यहीँ गएर खान्छौँ है। त्यहाँ बेकरी छ कहाँ होइन, हिँड ल हिँड, फटाफट घामले पोलिसक्यो। जामा लगाएर राम्रो देखियो। ल हिँड न, हिँड बिहान छिटो हिँड, हिँड ससर हिँड न, हिँड देख्छ ल। अगाडिको छोरा पछाडिको छोरी है। ल हिँड, झोलामा चाहिँ स्केटिङ बोकेर हिँड्ने अहिले, स्केटिङ खेल्नलाई। स्केटिङ बिहानलाई चाहिँ एकदमै मनपर्छ जामाहरू। उसलाई चाहिँ प्यान्टहरू कटोर भन्दा यस्तै लुगा मात्रै मन पराउँछ। सो गाइस यस्तै छ हाम्रो जिन्दगी, घाममा हिँडेछु। मम्मी घाम ए बिहान छजना कत्रो हो कि तिनजना हो। छाता चाहिँ एकदम ठुलो छ हाम्रो, क्यामेरामा सानो देख्ला, तर हामी यहाँ तिनजना पनि आउँछ। अझै दुईजना त त्यो यस्तो छ। ल हामी चाहिँ पार्लर गएर देखाउँछ हजुरहरूलाई। यो चाहिँ हामी यहाँ आइसकेछौँ। यहाँ छ स्केटिङ पार्क, यसले यहाँ खेल्ने स्केटिङ पार्क। अनि यहाँ पार्लर, हामी पार्लर आइसकेको छु। नानी पार्लरभित्र पसिसकेको छ। स्केटिङ अहिले जाँदिनँ भन्ने छ, ल्याएको छु नानी चाहिँ अगाडि गइसकेको छ है, उसले पार्लर चिनेर गएर। ल गाइस हामी चाहिँ अहिले पार्लर आइसकेको छु नानीको कपाल बनाउनुको लागि। अब हेर कस्तो हुन्छ। यहाँ बस्नु, चप्पल त्यही खोलेर बस्नुहोस् न, दिदीले गरिदिनुहुन्छ। उता राख सेपमा। यो हटाउनु पर्छ होला है। ल बिहान बिहानको कपाल चाहिँ अहिले यस्तो छ। अनि स्कुल जाँदाखेरि को नअप्ठ्यारो हुने कि उसलाई। अनि ल यस्तो फिजी छ, अनि हल्का लट्टा नि परे जस्तो हुने। अब आज गरेर हेरौँ के गर्नु लाग्यो हामीले, स्पा गरेर हेरौँ कस्तो हुन्छ भनेर। नानी कपाल यस्तो छ, यता नि हेरिदियो त क्यामेराबाट। के गर्ने कपाल स्पा सिल्की गर्ने भन। यसले चाहिँ बुढालाई असर गर्दैन कि है। ल कसैलाई पनि गर्दैन, बुढालाई कि सबै कसैलाई पनि गर्दैन। काटिदिएको मैले अझ अस्ति, त्यही भएर गर्छु भने अब बिहान राम्री हुने हो, कपाल राम्री बनाउने हो। अगाडिबाट नि बिहानलाई ल यता हेर्छु त, हेलो भन्छ न, हेलो गाइज भन। म कस्तो देख्छु अहिले हेर्नु होला भन, मेरो कपाल कस्तो हुन्छ रिजल्ट देखाउँछु भन। चाहिँ हामी यसको प्रोसेस गर्नलाई रेडी गर्दै हुनुहुन्छ। अनि तपाईँहरूलाई देखाउँछु यस्तो प्रोसेस पनि। के गरे कपाल पुरा खुसी भइरहेछ। अब चाहिँ कपालमा क्रिम स्टार्ट, क्रिम लाउनु स्टार्ट भयो। फाइनली गाइस हाम्रो चाहिँ त्यहाँ कफी आइसक्यो, मिल्क टी कफी। अनि यहाँ छ बिहालाई मनपर्ने केक,
म बिहानलाई खुवाउँदै भोक लाग्यो कफी पनि देखेर नि बोल्दैन म टेस्ट गर्नु पर्छ कस्तो कफी ठोकाउन चेस्ट गरौँ जाऊ हालेर खाऊ एकदम आनन्दले ऊ मजाले बसे रहर लागेपछि त है आनन्दले बस्ने अहिले हाम्रो करले के गर्नु पर्यो भने त चलेर फिटी भएर आनन्दै छ आनन्द छ नानी न त है बुढाहरू कति चल्छ नि कस्तो चल्छ मुन्टो चलाउने के चलाउने यहाँ नि घर बस्नु भएको छैन नि हजुर कस्तो फिल भयो बिहान टाउको आनन्द भयो उता मम्मीतिर फर्केर भन्नु भनिसु त रिल्याक्स फिल भयो यस बिहानको चाहिँ यहाँ क्रिमको प्रोसेस सकेपछि यहाँ ठ्याक्कै क्याप लाउनुपर्छ है हिट भइरहेछ अहिले चाहिँ भोक पनि लाग्यो होला छोरीलाई के खानुभयो कि अब चाहिँ कफी ल हेर्नु यहाँ पारा बिहानको पारा ल अब चाहिँ हाम्रो स्टिमको पालो स्टिम लाउने अब हाम्रो बिहानको हेरमा टाउकोमा केही हुँदैन केही पनि गर्मी हुँदैन कि एकैछिनको लागि मात्रै ल यसलाई अब चाहिँ स्टिम गर्दै कालो आएको के कामको लाइटले बिहान कस्तो भएछ मजा छ बालिदिनु न एकछिन अन्त तातै हुनुपर्छ अटोमेटिक निम्छ अरे कपाल राम्रो पनि नि भ्लग बनाए बिहान हालिदेऊ न हेलो हुनु न हेलो ल गाइस अब चाहिँ बिहानको हेयर वास गर्ने टाइम हेयर वास गर्दैछौँ हामी है मजाले टाउको सुतौ मजाले सजिलो भए बस तिमीलाई मेरो छोरीको चाहिँ अहिले यस्तो रिजल्ट आएको छ हेर्नु सक्नुहुन्छ हजुरहरूले यस्तो भएको छ है हजुरहरूको बेबीहरूको कपाल पनि के अरे फिजी भएको छ भने होइन ड्राई भएको छ भने तपाईँहरूले नि यस्तो गर्नु सक्नुहुन्छ है स्पा गर्नु होला ल यता फर्कियो त पछाडि देखाइछु न हजुरको ब्याक साइड देखाइछु सीधा अब ड्युटी गरेर हिँड्नु पर्छ नानी अब चाहिँ